पहिलेदेखि राज गर्न आएको। म त गोर्खाको लिलीकोट भन्ने ठाउँको मान्छे हो। मेरो घर अहिले पनि त्यही छ। लिलीकोटमा मगरहरूका घलेहरूको चाहिँ राजा हुन्थ्यो। दौडेर वर्ष दिनमा दौडेर जसले जित्थ्यो त्यही राजा हुन्थ्यो। तर हाम्रै बाबुबाजे, हाम्रै पनि एकजना बराजु हुनुहुँदो रहेछ गजानन भट्टराई, त्यही हाम्रै लिलीकोटका गणेश पाण्डे जो कालु पाण्डे लगायतका सन्तान हो। अलि परपट्टि अर्यालहरू थिए, नारायण अर्याल, तिनै बाहुनहरू चाहिँ मिलेर अबको जमानामा दौडेर मात्रै हुँदैन, अलि टाठो बाठो मान्छेले राजा बनाउनु पर्छ भनेर तिम्रा खलकलाई द्रव्य शाह वो कान्छाबाई थिए, उनको पनि राजा हुने पालो थिएन। लमजुङबाट चोरेर ल्याएर लिलीकोटमा बसाले आओ। त्यो त्यति बेलाको आवश्यकता थियो। आजभन्दा 400 वर्ष पहिले जनताको चेतना थिएन। एकीकृत बलियो शासक चाहिएको थियो। त्यसै भएको हुनाले हाम्रै बाबुबाजेले तिम्रो सन्तानलाई लिएर लिलीकोटमा राखिदिया हो। तर तिमीहरूले गरी खाएनौ त हो। जति बेलासम्म नेपाल राज्य विस्तार भयो तिम्रै बाबुबाजेले मात्रै भन्छौ, तिम्रै बाबुबाजे मात्रै होइन, हाम्रा बाबुबाजेले पनि गरे हो। विशेनगरसीदेखि लिएर कालु पाण्डेहरू हुँदै कुलानन्द ढकाल जैसी लगायत सबै मिलेर नेपाल राज्य बनाएको तिम्रा बाजेले नै हो, हाम्रा बाजेले नै हो। त्यसैले त्यो युग पुरानो थियो। अब राजतन्त्रको युग छैन, अब लोकतन्त्रको युग हो, गणतन्त्रको युग हो। तपाईँ साँच्चै देशको माया गर्नुहुन्छ भने आउनुहोस्, चुनाव लड्नुहोस् न, जितेर जानुहोस्।